सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको मूल्याङ्कनका आधारमा नेपालले सन् 2025मा कुन रेटिङ प्राप्त गरेको छ? BB- गत वर्षकै यथावत। संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभागद्वारा प्रकाशित विश्व सहरीकरण प्रक्षेपण 2025 प्रतिवेदन अनुसार विश्वको सबैभन्दा घना आबादी भएको सहर कुन हो? जाकार्ता, इन्डोनेसिया। राष्ट्र बैङ्कले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन 2081-82 अनुसार आर्थिक वर्ष 2081-82मा राष्ट्रिय कुल गृहस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान कति रहेको अनुमान छ? 4.19%। थाइल्यान्डमा 300 वर्षाइतकै ठुलो वर्षा कहिले भयो? सन् 2025 नोभेम्बर। हाल भीषण बाढी पहिरोको कारण आपतकाल घोषणा गरिएको राष्ट्र कुन हो? श्रीलङ्का। नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको गोरखापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धिको उद्देश्यसहित गोरखापत्र एकाडेमी स्थापना गर्ने निर्णय कहिले भएको हो? विक्रम सम्वत 2082 मङ्सिर 12 गते। खुसी मिल्न सोचाइ, बोलाइ र गराइमा समानता हुनुपर्छ भन्ने भनाइ कसको हो? महात्मा गान्धी। राष्ट्रिय युवा सेवा कोषले 2082 को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान गर्यो? सुरेश देसार। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीलाई हरित सिपसँग एकीकृत गर्ने अभियान स्वरूप नेपालमा पहिलो पटक ग्रिन स्किल एडभाइजरी बोर्ड गठन कहिले गरिएको हो? विक्रम सम्वत 2082 मङ्सिर। बिजुलीमाया वन अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार 2082 कसलाई प्रदान गरियो? गीतकार किरण खरेल। विजय कसजु स्मृति प्रतिष्ठानले साहित्य पुरस्कार 2082 कसलाई प्रदान गरेको हो? नीलकण्ठ नेउपाने। राष्ट्र बैङ्कले नेपालको चुच्चे नक्सासहितको 100 रुपियाँको दरको नोट कहिलेदेखि प्रचलनमा ल्याएको हो? विक्रम सम्वत 2082 मङ्सिर 11 गते। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क प्रोग्रामिङ समितिको 31औं अधिवेशन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2082 मङ्सिर 10 गते। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन 2081-82 को वार्षिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा देशको कुल गृहस्थ उत्पादनमा सो प्रदेशको योगदानको हिस्सा कति रहेको अनुमान छ? 7.03%। इथियोपियामा 12,000 वर्षपछि हाइले गुब्बी ज्वालामुखी विस्फोट कहिले भएको हो? सन् 2025 नोभेम्बर 23। लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियान कहिले मनाउने गरिन्छ? हरेक वर्षको नोभेम्बर 25 देखि डिसेम्बर 10। अप्पर अरुण अल्द जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? 1063 मेगावाट। बाह्य मिचाहा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रिय कोप 1 कहिले हुँदैछ? विक्रम सम्वत 2082 मङ्सिर 26 र 27।